यलम्बरले नेपालको राज्य व्यवस्था नबनाएको भए र यलम्बरले टिस्टादेखि काश्मीरसम्म राज्य विस्तार नगरेको भए हामीलाई मगधले उति बेलै खान्थ्यो। त्यसकारण त्यो राजा पहिलो नेपालको राज्य व्यवस्था निर्माता राजा हो। उसको शालिग काठमाडौँमा हुनुपर्छ कि पर्दैन? सिंहदरबारको गेटमा उसको शालिग हुनुपर्छ कि पर्दैन? देशका 7वटा प्रान्तका प्रमुखहरू बसेको वा सचिवालय भएको ठाउँमा त्यो राजाको शालिग हुनुपर्छ कि पर्दैन? त्यो किराँत हो, त्यसकारण मेरो राजा होइन भन्दाखेरि हामी नेपालको राजा पनि होइन भनिरहेको छौँ नि त। त्यो यलम्बर राजालाई बाहुन छेत्रीले कहिल्यै नेपालको राजा मानेनन्। अनि जनजाति राई लिम्बूहरूले त्यो बाहुन र छेत्रीको पनि राजा मानेनन्। जनजाति साथीहरू हाम्रो राजा भन्छन् यलम्बरलाई, बाहुन र छेत्री जनजातिको राजा भन्छन्। यलम्बर नभएको भए आज देश हुन्थ्यो, यो मान्नु आवश्यक छ। यदि तपाईँ हामीलाई कहीँ कुण्ठा छ भने कुण्ठा त्यागो। यदि त्यो राजा थिएन भने यो देश रहन्थ्यो कि रहँदैन थियो। त्यसकारण मैले खुलेर जहाँ गए पनि बोल्छु। कोही रिसाउनुहुन्छ नरिसाउनुहुन्छ आफ्नो खुसीको कुरो हो। विचार बोलेको कुरोमा लडाईँ गर्नुहुन्न, कुटाकुट पनि गर्नुहुन्न। मेरो विचार तपाईँलाई नमान्ने स्वीकृति छ, तपाईँको विचार मलाई नमान्ने स्वीकृति छ। तर एउटा कुरा के हो भन्दाखेरि